दाइसँगको भेटघाट कस्तो लाग्यो? हजुर हुन्छ। हजुरलाई आज 14 सालपछि भेटेर आज धेरै खुसी लाग्यो। गाना चाहिँ यति राम्रो बनाउनु भयो, बहुत धेरै 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 मनमा छु कि गाना। मैले पनि डान्स गरेँ, लचक्क लचक्क कम्मर भन्ने गाना धेरै राम्रो थियो दादा। थ्याङ्क यू सो मच। के भन्न चाहनुहुन्छ दाजुको लागि? तपाईँलाई कस्तो लाग्यो आजको पुनः धेरै 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 मलाई धेरै खुसी लागिसक्यो दाइको। अनि खुसी नुभयो, मैले पनि खुसी भएँ। भोलिको सबैले मैले प्रोग्राम पाएँ, चाहिँ भन्न चाहनुहुन्छ? मैले चाहिँ सबैलाई सिमेन्ट भोलि चाहिँ फोटो खिच्न पाएँ मैले। मेरो चाहिँ कर्तव्य हुने थियो, मलाई भेट्न पाएँ मैले चाहिँ फोटो खिच्न दिनु। हजुरले बोलाउनु भयो, हामी आए। अझ हमेसा हामी आउनु पाऊँ यसरी। हाम्रो दाइ जसरी हामीलाई भन्नु पर्यो भाइहरू आयो आऊ डान्स गरौँ भनेर मलाई धेरै खुसी लाग्यो दादा। अनि भोलि चाहिँ अहिले चाहिँ आज प्रोग्राम कुनाको चाहिँ राम्रो भयो होइन? अब भोलि सुरतको लागि चाहिँ सुरतको मान्छेहरूलाई हाम्रो आफन्तहरूलाई के भन्न चाहनुहुन्छ? प्रोग्राम दाइ आउनु हेर भन, दाइको गाना सुन्नुहोस् अनि के भन्नु यस्तै भन्नु। सबैजना आउनु होला। सबैजना आउनु होला। जसरी पुनामा हामी आयौँ दाइलाई अटेन्ड गऱ्यौँ, भोलि पनि तपाईँ अटेन्ड गर्नु होला। सुरतमा राम्रो सबै तरिकाले अटेन्ड गर्नु होला। सबै पुना सुरतको मान्छेहरूलाई, हाम्रो माथितिर 2 नम्बर चराको सबै मान्छेहरूलाई थ्याङ्क यू सो मच है। त्यसो दादा। थ्याङ्क यू।